अब आज मेरो बाबुको 6औं दिन। आज बाबुलाई धेरै पढ्न आओस्, रोग नलाओस्। अब धेरै पढोस्। यहाँ कापी कलम पनि छन्, पढ्ने भनेर ल्याएका। अब ठुलो भएपछि कापी कलममा लेख्ने हो कालीले, अनि पढ्ने हो। धेरै पढ्नु न। 6 दिन आएर भाबीले हाम्रो बाबालाई के लेखिदिन्छौ लेखिदेऊ। 6 दिनको भाबीले लेखिदिन्छन् भन्छन्। के रे के हो अब लेखिदिएला नि के लिएर आएछ आफ्नो तकतिर अनुसार। ल भगवान्ले रक्षा गरून्, रोग भनेपछि केही नलाओस् फुचेकोलाई। अब यो कापी कलम पनि यतै राखिदिन्छु एकछिन, अनि अहिले सिरानी राखिदिने हो। अनि यो बत्ती बालेको अब यतै राखिदिउँ कि लैदिउँ। ल यस्तो धेरै पढ्न आओस्। यो चाहिँ हेलिगिया हो। अब यसलाई त्यो फोटोसुटको दिन कति ट्याक्रा रुख पार्ने होला नि। म त थलै परेको मेरो मेटर्निटी फोटोसुट गर्दाखेरि। मान्छे काली बुच्चु पुन्टु मेरो नानी, मेरो पुन्टु सानो मान्छे। लक्ष्मी अब गाउँ तेल छटाउने छैन। यस्ता बच्चालाई यस्तो भित्र क्याले सुताउन छन् पनि। आन्टी सुत्केरीलाई ज्वानोको झोल हो। मासु ज्वानोको झोल के दियो खान्न भन्छन्, त्यही पनि खुवाउनु पर्यो नि, दुध आउँदैन। अनि विकास तिम्रो ज्वानो झोल त मनपर्छ भन्छ। कान्छुले मासु पकाउनु लागेको छ नि, म ज्वानोको झोल सुत्केरीको न्यु पारी हो। एउटा झोल पकाउने, एउटा मासु पकाउने, एउटा भात पकाउने, एउटा तरकारी पकाउने। म त मान्छे बेसी फरक भइयो। गुरुको बस्दै यहीँ पारी हायो पारी रहेछ। हाइवे कटेर आयो नि। हजुर ट्रेनले रोकिदियो फेरि। ट्रेनले रोकिदियो बाटोमा। अहिले आउँदाखेरि बाधा बेहोरा आइकन पनि आउनु भएछ। बाधा बेहोरा छिचोलेर भान्जाहरूले बनाउने होला अब, किनभने हवन गर्न त भान्जाहरूले नि त घिउ र सुरो लिएर अनि तरु लिएर स्वाहा गर्नु पऱ्यो। महापत्रेणामि तसदेव पवित्रवते पवित्रभूतस्वने तस्कयं सन्नो देवदृष्टापो भवन्ति संजोरविश्वन्तु नः किलोशीषो दैवत्यो कुशवो देवनिर्वृतः प्रथमतितलकान् प्रायण स्वाहा ओमयोशेस्मद्याययास्मद्देशो याराटवे पन्तक्षयतो प्रभेदवासं घन्तां लोकाः पितरे कदनः पितरे कर्मसि चन्दन राख्ने ओम गन्धवारान्ध्रादशान कृष्णां क्लेशमिश्रं सर्वभूतानां तामिवपुजे श्रियं यतः ओम श्रीष्टते लक्ष्मीश्चवतं बहुरात्रे पार्श्वेन स्प्राण रूपेष्ण व्यातमष्ण निखाणां मेघान् श्लोकं पुष्टे वरिपरि छादी स्वाफला पनि छैन। ओम अपवित्र पवित्र वा स्वभावस्थां ओम अपवित्र पवित्र वा स्वभावस्थां विवाह स्मरेत् मंडले काखं सभाय अभ्यन्तर सूचों पुडरे काक्षनादो पुडरे काक्षनादो। ल अलिकति हेर्छ गहुँ खानु पर्यो। नखाइकन कहाँ खानु पर्यो। ल ओम यत्वा गतमतं पापं देहे पिष्टमां के प्रासनात् पञ्चकव्यश्च तत्तग्नितिमिन्धनं। भान्जाले खुवाउनु पर्यो ल सबैलाई, घरमा भएका सबैलाई खुवाउनु पर्यो। अहिले एउटा चन्तल त्यति हो गाईमा जल चढाउने सब गाईको पुच्छरबाट तर्पण गर्ने। मामनो मे तरवदवाचं मे तरवदः प्राणं मे तरक्षोर्मे तरवदः श्रोत्रं मे तरवदः प्रजा मे तरवदः शूर मे तरवदनामे तरवदनामे मावितखन्ना एष चौमिषि मलानि। ओम आपो इष्टामयो स्थानो धेतधातुं मेणा चक्षुं योगः चतो रस्तसभा जयदेनः इताको हि यमस्थिरो भविडुङ्गाश्रभार्यवन्न प्रेथुर् भवस्तुस्तुमने प्रीखवाहनः रागुण्य। ल आफ्नो दुःखको लक्ष्यता लिएर आफ्ना माता पिता इष्ट देवता कुल देवता गाउँका देवी देवता स्थानीय देवता
ससन्ने दुर्गोपन्नि अर्चिनफलनो हरियो मास्पिन्दो विश्रवाः स्पिनः पूखा विश्ववेदाः स्वस्ति नस्तारक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु एतेन मुद्राम् अमृतीकृत्य मत्स्यमुद्रायाम् आच्छाद्य मासवन् ओम बम मृणानं 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 शंख मुद्राम प्रदर्शन शंख देखाइदिनु अनि उठाएर अलिकति सूर्यलाई अर्घ दिने हो यही सूर्यलाई उठाएर ओ त्यो गमलामा अलिकति टक्क पार्दिनु ओम यही सूर्य सहस्रांशो तेजो राशि जगत्पते ओंकापे मामहत्या गृहाणा दिवाकर घृणि सूर्यामरिहं संप्रभयामि अथ दीप पूजनम और दीप पूजा फूल अक्षता हाथ में लिएर ध्यान गर्ने ओम आस्ते गंगासुर भाग्यवन्नपरे ध्रुवस्तमने पुरी वाहनौ नमस्तनन्ताय सहस्रमूर्तये सहस्रवादाक्षर वाभे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटिधारिणे नमः कर्मसाक्षिणे ओम भूर्भुवः तीर्थजल गंगाजल समिरोति जलेषु चितारयेन ओम वरुणशतं नमः वरुणशकं सज्जनेतो वरुणशतं सदन्यसि वरुणशरत सदनमासित सर्वौषधि वनये सर्वौषधि समेत साधिन ओम जा करिहि पूर्वा जाता देवी व्यस्त्रकं ब्राह्मणेन नाम धामन सप्तच यो सर्वौषधि है यहाँ म हालिदिन्छु उतापट्टि आएर यसलाई नुन मलाई राखिदिनु कि शुभेच्छा है ओम अग्नये नमः ओम मध्यो नमः ओम धाराय विरूपे विषरूपे विषवो महानाथे ध्यानाथे गर्वाक्षान समर्पयामि आवाहनाथे अक्षान समर्पयामि आसनाथे कुशलप्रायण आसनाथ संप्रभेन पादे पादे जल तरावि अर्घ पंचामृत पूजन पादम अर्घम आत्म पुरात्म पंचाम स्तोदश नाम समर्पयामि गणेश जी पादे पादे अर्घम आत्म पुरात्म पंचामृत वस्त्रो वस्त्रं समर्पयामि यज्ञो पवित्रं समर्पयामि अवचनं क्षालेपनं समर्पयामि समयवान तलां समर्पयामि पुष्पाणि समर्पयामि अब सब नैवेद्य लड्डू सड्डू सब डालते हैं धूप बत्ती करते हैं सभी का वो लड्डू आते हैं ना नव वहाँ बनेगा वीडियो बना लिए तो चढ़ाए दिन में ओम ऋतिष्ठि प्रास्मा नाम नैवेद्य नैवेद्य आदि ओम यमाय नमः ओम निरते नमः ओम वरुणाय नमः ओम वायवे नमः ओम सोमाय नमः ओम ईशानाय नमः ओम ब्रह्मणे नमः ओम अनंताय नमः ओम ध्रुवादष्टवसुभ्यो नमः ओम अवरावलोकमहा सेवाहु राजन्नः कृतः उरूतदशवेशः व्यासुसु ध्वजायतः वनस्पतिसुतो गन्धर्वगन्धोतमाग्रेय सुतदेवानां रूपो यं यो वनवियान इतयापि गुरु यमविराज यो चाहिँ धूप लियो हैन दाहिना देवदासले भन्नु पर्यो यो दाहिना देवदास यसै चलेको छ दाहिना यसै चलेको यो भनेको दिमागको थेरापी पनि हो के दुईटा हात एकैचोटि दुई वेमा चलेको छ रामरामले सौजात छ हो मामरामडौ समो आशीर्वा उदालिन्नः कृतः उदत सवे शब्द जागुष प्रजायतः वनस्पति हजुर यसमा राख्नु हो ल यो बत्ती बाल्नु त्यसमा गुलियो बाल्यो भन्नु हो त्यसमा राख्नु त्यसमा त्यसमा राख्नु बत्तीमा राख्नु आरतीमा राख्नु त्यसमा ओके
ल यसो फेरि अहिलेको जस्तो देखाउनु दाहिने हातले त्यसले यसो घुमाउनु हात दाहिने हातले घन्टी बजाउनु है ओके। म चन्द्रमा मन सौजात हजुर देवले घन्टी देब्रेले घन्टी दाहिनेले यो ओके। मा चन्द्रमा मन सौजात हो सूर्यजात सहस्रास्वादि प्राण सौदा जन्मेजाय साध्य समितम न्याम तिरोबाट मिले है ना अब। मिल्दै छ अमिलो कि मिलेन कन्सन्ट्रेसन हेर्नु यात स्रोताद्वाय शतान सुखा विद्यात साधन प्राणदेवेश्वर दैलम समाप ह प्रतिज्ञाउ नै निवेद कोइन चाहिँ कोइन राख्नु कोइन चाहिँ अब कोइन थियो होला कोइन सजिलै यही छ यता गएको के हो यो त हैन यो त भुसो भुसु यो चाहिँ उहाँले खोइ जौतिलान कता खान अहिले जौतिलानी यो चरु बनाएको थियो नि यसमा तिल थाप्न पाइन्छ ए हो हेलो विद्या हजुर अङ्कल नमस्कार ओम भूर्भुवः पाठनाम अपने आवाज पाठ हजुर त्यहाँ राख्यो नि त्यहाँ देखिन्छ होइन यहाँबाट देखिरहेको सबै देखिएछ आन्टी ए हजुरबा नमस्कार यो चाहिन्न होला नि है नाम लेख्नु अनि पानी सानी छोड्ने कार्यक्रम नै आज अनि भयो बाबु गरिदिनु पऱ्यो नि आज अब हजुर आउनुहुन्छ अनि कहाँ हामीले अरू जान्दिनँ ल पहिला गर्नुपर्ने काम गर अनि त्यसपछि अरू काम गर खोइ भाँडा लिएर आउनु नमस्ते छोरी सन्ची छौ आयुष खोइ त ओम भूः स्वाहा ओम भूः स्वाहा ए नमस्ते बाबु पढ्दैछौ पढ पढ ओम सूर्याय स्वाहा सूर्याय नमः स्वाहा स्वाहा ओम सोमा सूर्याय देवी स्वाहा विष्णु सन्ची छौ ओम सोमा सब ठिक छ ओम शिवाय स्वाहा शिवाय ओम विष्णवे स्वाहा विष्णवे नमः ओम विनायकाय स्वाहा सविता खोइ ओम ओम विनायकाय स्वाहा विनायकाय स्वाहा दुर्गाय नमो वायवे स्वाहा वायवे नमो आकाशाय ओम आकाशाय स्वर्ण आकाशाय ओम अश्विन कुमाराभ्यां स्वाहा कुमाराभ्यां ओम सूर्याय स्वाहा ओम सोमाय स्वाहा सोमाय नमः ओम भौमाय स्वाहा भौमाय नमः ओम बुधाय स्वाहा बुधाय ओम बृहस्पतये स्वाहा ओम शुक्राय स्वाहा शुक्राय स्वाहा ओम राहवे स्वाहा राहवे ओम केतवे स्वाहा ओम केतवे ओम ईश्वराय स्वाहा दुई आहुति दिनुपर्ने सुत्केरीकै ठाउँ है सन्दामको नाम गरेर राख्छ त्यो दुई दुई आहुति दिनुपर्छ फेरि हो क्या बच्चालाई रोइरहेको नमस्ते ल यो भलाएको दाना हो अनि यो भयो सरसमैको मिसाउनु यो धानको बिरो भयो ल यो त खास गर्नुपर्ने हो यही गर्दैन मोबाइलमा चाहिँ गर्नै पर्ने हो हजुर है त्यसलाई आउँछ हजुर
ओम षण्डामृगतिप्रजापतिशेतुषन्धः प्रसन्डामृगदेवताफली गणविश्वसममे विनियोगः दल छोडेर ल अब स्वाहा गर्ने थियो है त्यो धानको दुध ओम षण्डामृता उपहिरः सन्केयौ लोकल अलिम लोचो द्रोणासस स्वाहा ओम षण्डामृताय स्वाहा ओम उपहिराय स्वाहा दर्शन सरिता सन्चै छौ ओम द्रोणाय स्वाहा ओम म यता हजुर म यतै आएको आन्टी यतै हेर्नु त ओम सर्वेभ्यो देवेभ्यो स्वाहा ओम शंभो असुरभो प्रणते स्वाहा ओम पंचपाण्डेभ्यो स्वाहा ओम भीमसेनाय स्वाहा ओम पंचपाण्डेभ्यो ल भनेपछि नाम भयो बजाएर हेर्नु त त्यसलाई राशिको नाम भन्छ कि नक्षत्र नाम राशि नाम त्यही हो अब महिनाको नाम चाहिँ कार्तिक महिनामा जन्मिएको दामोदर हुन्छ है मास नाम चाहिँ दामोदर हुन्छ के अरे अब बोलाउने नाम हजुरहरूले आह्वान हो कि के अरे आह्वान राखिहाल्नु विवान होला विवान होइन ए विवान भन्छ ए विकासको विवान भयो यहाँ चाहिँ बीबाट त बाबुको बीबाट इन्डिया गयो अनि छोराको बल्ल होस् छोराको त घरै गर्छु होला नि निराज बाबु छोरो यही हो नि पहिलाको गरेको यही त बाबु नातिको अर्को छैन उहाँको गर्नुभयो यो त्यसो गरेको अब म सुत्केरी मान्छेमा के मैले अब आमाले मलाई थाहै भएन नि अब म सुत्केरी कुना उही बबिताले बाबुलाई लिएर आएको थियो अरे गयो म त अनि म के थाहा मैले हेरि छैन नि त श्रमोहम सपत्नी बबिता नाम देव्याः मम सप्तवार्षिकोहम अस्य शिशोभि जगरवसमत भवेन निर्मणः आयुर्वृद्धि विवास द्वारा से प्रमेश तथा अस्मत् प्रश्नामकरणं करिष्ये छोड़ लाली अक्षता लेते अब नाम सुनी ओम मम नमो ज्योतिरामा जिसप्रसवे जन्ममंतनो मम काल काल पहले जल करो उठा तो जल थोड़ा सा ओ पारुपास सर्वयामि नाम देता भिर्मस्तु अर्घ्यं सर्वयामि अर्घ अलग ओम भूतस्नाम देवता नमः पादे पार्थिवस्य अर्जुन ब्रह्मचार्य स्वामी स्नान पंचामृतो स्नान क्रियाम च नमस्कार पूजा करें लेकिन तो शांत मैंने मान सर्वयामि लवो भूतस्नाम देवता भिर्म धूपबत्ती कर देंगे नाम देता पाएंगे हजुर बत्ती देखेंगे जननमे यथोदशवीरं सर्वगणगुंस्तया आत्मसंप्रदासनपसुन्दोकसनवैशन्य अग्निप्रजां बहुलामे करो तन्नं पयोरेतस्मात् सुदत्त नैवेद्यः अच्छे मिठाई और त्यहाँ लगाए देनी ओम घंटी बजाऊं घंटी बजाऊं प्रिय ओम रावण संहार सेवाहुरादन्नः प्रदः उदुपकसुदे सर्वजातनिको प्रजायतः वनस्पतरस्वभूतो गन्धा जगनोतमा अग्रेयसुदेवानां धूपो यन्द्रं तमतमां शोभामुक्तो प्रजातः प्रोरावायशप्राण सुभागं जातप्राणं गजाधर थाहा भयो तिमीलाई नाम ल मन्त्र स्वान जलम सर्वयामि अब बाबुलाई काखमा हातको पुस्ने हो कि तम जीवम शरदम सतम लवण के भन्ने नि काखमा ए ल अब एउटा पात मम्मीलाई दिने एउटा हजुरले
अब ढुङ्गा जस्तो बनाउने यसो कानमा फुक्ने है ल शङ्ख घण्ट बजाएर ल हे कुमार भन् ल ल उठेर ल हे कुमार छे तम गजाधर भण्डारी असी दीर्घायु भव दाहिने कान हो दाहिने कान दाहिने कुन यतै हो ल हे कुमार छे तम दक्षिण फर्काइयो उत्तर भयो फेरि पूर्व फर्काउनु पर्छ बाबुलाई चाहिँ पूर्व पश्चिम भयो मैले त यतापट्टि काखमा अनि ठिकै छ यसरी ठिकै हो त्यसरी फेरि ल यो हे कुमार चे तम गजाधर भण्डारी असी दीर्घायु भव हे कुमार खै त खुन्चे उठेकै छैन घन्टी बजाएर बिहान गयो हेलो सरजी उठाउ नाम सुन्ने बेलामा पनि सुतेर हुन्छ हे कुमार चेत तम गजाधर भण्डारी असी दीर्घायु भव ल अब खै हजुरआमा आउनु पर्यो हजुरआमालाई बोलाउनु पर्यो आमा ल यहाँ कुचिलो यानी कानि कर्माणि जन्मान्तराणि च तानि समानि नश्यन्तो नम पदे पदे डर नडराऊ है सानोलाई जसैले हो है अब अर्को बोक्ने यो कुण्ड बोक्ने बाहिर लिएर जाने बाबुलाई बाहिर लिएर जाने ल अहिले बोक्ने हो दिउँसो होला हैन बाबा रहेछ ल ल ल्याऊ यहाँनिर कुण्ड लिएर कुण्ड यहाँ भुइँमा राख हो त्यहाँ तल यसो सूर्य लगाएर दुईटा हात लगा यतिर ओम समुद्रावस्नै देवी सूर्यपट्टि देखा सूर्यपट्टि हेला सूर्य हेला मजा परेर भुइँ छुनु परेको भुइँ छुन पर्यो अरे ल भुइँ छुनु पर्यो समुद्रावस्नै देवी बाबालाई भुइँ छुन पर्यो वस्तव्यं पादस्पर्शमश्रमे ल जाम मेरो काम सक्यो सूर्य दर्शन भयो है सुत्केरीको काम यति हो हाम्रो बाबुलाई भुइँमा टेकाएर सूर्य दर्शन गराएर हामीले लिएर आउँदैछौँ ल पूजा गर्नु ओम हर बाबाम लक्ष्मण सूर्यनि नमस्कारामि यसो त्यतिको पूजा गर्दैन त्यसलाई सुल्टो गर्नु अनि त्यहाँमाथि केरा त्यही त त्यो केरालाई त्यही मात्र भरे बेहुरा बेहुला बुढाबुढीले खाने है ल ओम हर बाबाम ल कायेन वाचा आउँथ्यो खोल्नु ओम कायेन वाचा नचन्द्रैर्वाद्या पुनावं तै स्वभावत् करोमि यद् यत् सकलं परस्मै नारायणायेति समर्पयामि ल सिद्ध भयो भनेर हो अब नारायणलाई अर्पण भयो सबै कर्म ल पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते परिपूर्णं ल म त खुदी पनि हाल्ने है त मलाई सुरु लाग्यो न खुदी हाल्ने के पनि गुरु के मैले भनिहाल्नु नानी त्यो खाने भयो म भनिहाल्छु हो र अघि चिया ल बनाउनु भनिहाल्थेँ होइन अब अस्तु महालक्ष्मी त श्रीधतु रक्ष्मी विस्तारैव आश्वासन सर्वदा मन्त्रार्थः सकलासं पुनः स्मृतः शतनामति मासस्तु मित्रामि यस्तो आज मैले बाँध्नु अरूलाई हुन्छ ल जाने हस् है ल बोलाइ हजुर यो एउटा यस्तो राख्छन् होइन भान्जाले सिकाएको थियो त आशीर्वाद दिनु है
सधैँ निरोगी हुनु मनले आँटे लागेको कुरा सबै पुगुन् दिदीको निरोगी रहनु सधैँ यस्तै हाँसी खुसी रहनु मनले आँटेका राम्रा कुरा तिमीलाई पनि तिमीले आँटेको सोचेको सबै कुरा निरोगी रहनु है निरोगी रहनु है मनले आँटे लागेको कुरा पुगुन् है राम्ररी पढ्नु पढ्नु एकदमै पढ्नु आफ्नो छ मनलाई पनि मनले आँटे लागेको कुरा सबै सबै शुभेच्छाहरू पुगुन् है सबै शुभेच्छाहरू पुरा हुन् ज्ञानी छौ ज्ञानी निरोगी हुनु राम्ररी पढे अनि जे लक्ष्य लिएर आएको छ होइन त्यो अमेरिका आएको लक्ष्य पुरा हुन् होइन धेरै घर सम्झेर तपाईँलाई 2 दिन लाग्छ सन्देश ब्रो मनले आँटे तागेको कुरा पुगुन् है क्लासमा सधैँ जित्नु होला एका ट्रायल परोस् आउनुभएको थियो त्यो पुरा हुन् एका ट्रायल परोस् भान्जाहरूलाई नि त्यो आशीर्वाद दिनुपर्ने भन्दालाई त जसै हुन्न भनेर हो क्या तपाईँ नदिनुभएको जति गरे नि हारिदियो के आशीर्वाद बबिता भान्जाहरूलाई के तास खेल्दा एका ट्रायल परोस् भनेको के स्पेसली अनिस भान्जालाई जहिले हार्छन् बबिता हजुर सकियो पूजा पूजा सकियो रमाइलो भयो मलाई त्यसै खुसी लागिरहेछ आज मेरो चोलोको नाम गजाधर भण्डारी गजाधर भण्डारी गजाधर भण्डारी खगराज भण्डारीको पनाती गजाधर भण्डारी गजाधर भण्डारी के अझ खलाती पला है त गजाधर हजुरबा अनि खगराज हजुरबा छोरा नाति पलाती खलाती ए भनेपछि गजाधर हजुरबाको खलाती गजाधर भण्डारी नुहारन खाना आएको नुहारन खाइसकेँ मैले सन्देश ब्रोलाई दिनुभयो गजाधर यहाँ दिदी बोलाउनु त विकासलाई त्यही त नाना चाहिँ जे जानेर अलिक ठुलो ल्याइदिनु भएछ कि त्यो न्यु बोर्नको त अट्दै अट्दैन त्यही त नि मेरो फोन चाहिँ छैन न त म फोन गरेर बोलाउँथेँ त्यो सेयर गरे कि बाहिर गयो होला पत्ता पऱ्यो बाङ्गो भयो ठिकै ठिक छ भाग्यमानी हुनु धेरै पढ्नु ज्ञानी हुनु ठुलो मान्छे बन्नु धेरै नबोल्नु ठिक्क ठिक्क बोल्नु भइसक्यो कि बुवा अब 1 राउन्ड ल भयो बुझ्यो नि अनि अलि अस्ति हिन्दी यो लग्दै पनि चुस्ने हो जे पनि एनिथिङ मुखमा आयो त्यो चुस्ने हो उसले नजिक आउँदै विकास सिकेकै यही हो अरे नि त उसले भित्र पेटमा अलि राम्रो ल अब आज चाहिँ यिनीको 11 दिन भएर न्वारन पनि गरियो यिनको नाम विवान भण्डारी हो अब यिनी अक्टोबर 30 मा जन्मेकी हुन् आज नोभेम्बर 9 मा 11 दिन पुगेर न्वारन सम्पन्न गरियो भर्खरै विधिपूर्वक
मारन सकेर यिनीले यस्तो टिकी लागी छिन् खै टिकी हेरौँ टिकी आन्टी हजुर कता जानु लाग्नु भएको अब पढ्न जान लागेको हो नि त बनारस नातिलाई लिएर नातिलाई लिएर फलफुल लिएर कपी कलम अब तीर्थ होइन अब बनारस हो कपी यहाँ ल्याऊ चला कापी कलम नबिर्सी राखिदेऊ विकास ल पढ्छ त पढ्छ त पढ्छ नि किन्न पर्ने मेरो नाति ल खाजा नि हाल्दैछु है ल सुती छ ल पक्का लाग्छ ल आन्टी नाति बोकेर निस्किनु भयो है निस्कनु परिन्छ अब नातिलाई अब लिएर सहायता हुनु पऱ्यो अब तीर्थ जानु पऱ्यो पढ्न जानु पऱ्यो बनारस काशी अब कालीलाई लिएर यता लागिएर मेरो बाबालाई त त्यो त सिलाउनु पऱ्यो अब यता टाउको छोपिदेऊ त चिसो भयो कि अहिले कता जाने अब फर्किनु भयो आन्टी अर्कै नि अब कति टाढा जाने अब यति वर्ष बच्चालाई भइहाल्यो नि ठुलो भए अब धेरै टाढा जाने सानो छ कता मिलाइसक्यो नि अब